हेलो गुड आफ्टरनुन वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ धेरै पछि युट्युब बनाउने रहर लाग्यो मलाई है। अनि फेरि हामी थाहा छ हजुरलाई यो छ नि हामी ला यो घाँस त सबै काटेछ। हामी चाहिँ सधैँ होइन हाम्रो बुढाबुढीको फोटो फेसबुक इन्स्टाग्राममा जति पोस्ट हुन्छ टिकटकमा भिडियो जति आउँछ हामी चाहिँ यो एरिया त्यो पुलबाट उता चाहिँ हाम्रो घर हो। अनि त्यहाँ केही ठाउँ छैन के भिडियो बनाउने। अनि हामी चाहिँ जहिले भिडियो बनाउने यहाँ आउँछौँ अनि यो त्यही भित्तातिर खिच्छौँ फोटो। अनि रुखको छेउमा अनि यसमा बस्छौँ हामी होइन। अस्ति नै हाम्रो एनिभर्सरीमा पनि हामीले यहीँ बसेर भिडियो बनाएको। अनि यति एरिया हो कि हाम्रो भिडियो बनाउने ठाउँ भनेको अलिकति शान्त, नत्र त जहाँ पनि गाडी आउँछ मान्छे आउँछ साइकल आउँछ कहीँ छैन भिडियो बनाएर बस्नु त। अनि यहाँ चाहिँ हामीले पहिला अस्ति बसेर भिडियो बनाएको थियौँ के। अब अहिले चाहिँ म फेरि बस्छु। फोहोर छ कि त्यो कस्तो आनन्द राम्रो। यहाँ आउनु बेबी यतापट्टि आउनु न, बस्नु न, आउनु न, आउनु नि जानु प्लिज बस्नु न। अनि के है हामीले के बेबी हामीले यहाँ सधैँ यहाँ आएर भिडियो बनाउँछ है। अनि कस्तो भन्छ हजुर त्यहाँ बस्नुहुन्छ म यहाँ बस्छु होइन। अनि हामीले मोबाइल चाहिँ यहाँ राख्छौँ क्या गाइस, स्ट्यान्ड यहाँ राख्छौँ। अनि कतिचोटि त स्ट्यान्ड यहाँ राखेर अनि के अरे ऊ त्यहाँनिर स्ट्यान्ड राख्छ। अनि यो बिचबाट कतिचोटि साइकल गएको छ क्या। अनि अब त्यसलाई नजा भन्ने पनि भएन। अनि ठाउँै छैन। यति होला हामीले फोटो भिडियो बनाउने। यही घर आउँछ, यही रुख आउँछ, यही पुल आउँछ होइन। कति फोटो देख्नुभएको छ भने याद होला हामी। हौ त्यो चाहिँ एकदम ठुलो अग्लो बिल्डिङ, त्यो बिचको चाहिँ अलिकति देखेको छैन त्यही पनि। त्यो चाहिँ एकदम हाइएस्ट बिल्डिङ हो होइन। हाम्रो घर वरिपरि चाहिँ कस्तो शान्त छ है ठाउँ चाहिँ। वा आकाश कति राम्रो, कति राम्रो, कति निलो। अनि यस्तै छ है जानु है। हेलो भनिदिनु न त मेरो युट्युबको फ्यामिली, मेरो 287 फ्यामिली हुनुहुन्छ। अनि हेलो भनिदिनु नि बेबी। 287 चाहिँ मेरो लागि एकदम धेरै ठुलो हो क्या। अनि मलाई चाहिँ एकदम रहर लाग्छ कि भ्लगहरू बनाउनलाई अनि भिडियोहरू बनाउनलाई। अनि एकदम रहर लाग्छ तर छैन कि कन्टेन्ट पनि छैन। अनि कन्टेन्ट भन्दा पनि थ्याङ्क यू। यतिको बुढा चाहिँ हुनुपर्छ ल, यतिको बुढा चाहिँ हुनुपर्छ ल है बेबी। थ्याङ्क यू। यतिको ब्याग बोकिदिने मान्छे चाहिँ हुनुपर्छ होइन। अनि छोरी मान्छेको त अब अलिकति ब्याग नबोकिकन हिँड्ने त कुरो भएन। पर्सहरू यताउता हाल्नु पऱ्यो होइन। कहाँ पुगिन्छ। हामी चाहिँ यत्तिकै बाहिर निस्केको आज चाहिँ यत्तिकै भिडियो बनाउँछु भनेर होइन। अनि मलाई चाहिँ भ्लग बनाउन चाहिँ एकदम रहर लाग्छ तर अनि कन्टेन्ट पनि छैन। अनि काम जान्छौँ होइन। अनि काम गरेपछि हप्तामा एक दिन छुट्टी हुन्छ होइन। अब एक दिन चाहिँ के गर्ने त, के भिडियो बनाउनु। उठ्दै 12 बज्छ होइन बिहानको। अनि उठ्यो खाना खायो। सोमबार कस्तो छुट्टी, मङ्गलबार कस्तो छुट्टी, त्यो त बेलुका हुन्छ होइन। अनि अब यस्तो हुन्छ क्या साथीहरू होइन। बेलुका चाहिँ एक्लै चाहिँ के भिडियो बनाउने हुन्छ है। मलाई त यस्तो अल्छी लाग्दैन। अनि गाइस घरबाट कल आएर क्या हेर्नु न मेरो बेन्चर गर्दै हुनुहुन्छ। घरबाट ग्रुपमा कल गर्नुभयो अरे नानी र मम्मीले। अनि मलाई चाहिँ भ्लग बनाउनु पऱ्यो नि त। अनि त्यही भएर उहाँले चाहिँ मेरो बिल्ला गर्दै हुनुहुन्छ। अनि म के भन्दै थिएँ भने होइन साथीहरू के अरे म चाहिँ होइन के अरे हप्तामा 2-3 दिन चाहिँ फ्री हुन्छु क्या साँझ पनि। तर फ्री हुन्छु म घर आउँछु 2 घन्टा त म मोबाइल हेरेरै बिताउँछु क्या। यो टिकटक भन्ने कुरा यस्तो हो कि हेरेपछि यस्तो के स्क्रल गरेको छ है 2 घन्टा बित्छ। अनि त्यस पछाडि नुहाउनु पऱ्यो, फ्रेस हुनु पऱ्यो, खाना पकाउनु पऱ्यो, फेरि भोलिको लागि बिहानै उठेर जानुपर्छ। अनि फेरि कामको लागि पुरै रेडी गरेर सब मिलाएर अनि त्यहाँबाट सुत्न पऱ्यो टाइममा। त्यही भएर मसँग चाहिँ टाइम हुँदैन क्या साथीहरू। अनि अहिले चाहिँ होइन यस्तो राम्रो मौसम भयो होइन। हामी चाहिँ अब त्यो पुल तरेर अनि यता गएर अनि यहाँ पारिपट्टि जान्छौँ क्या। यो पारिपट्टि चाहिँ एउटा इङ्ग्लिस गार्डन भन्ने छ होइन। यो घरमा बस्नुहुने सबैलाई थाहा होला। त्यो इङ्ग्लिस गार्डनमा चाहिँ हामी गइसक्यौँ क्या। हामी गइसक्यौँ अनि यो भित्र छ क्या, यताभित्र छ कस्तो राम्रो रोजहरू फुलहरू फुल्छ होइन। हामी त्यहाँ चाहिँ गइसक्यौँ। अनि तर पनि
अहिले चाहिँ कस्तो राम्रो भयो नि त वेदर के अरे एकदम शान्त भयो अनि त्यहाँनिर त्यो रोडमा चाहिँ हाम्रो के अरे उयो गर्ने गरेछौँ के गाडीहरू आउँदैन अनि फोटोहरू कहिले कहीँ खिच्न जाने गरेछौँ अनि आज पनि यस्तो बाहिर निस्केको यस्तो राम्रो मौसम भयो बिहान त कस्तो पानी आइरहेको थियो कि अनि अहिले त कस्तो राम्रो भयो क्या अनि त्यही भएर हामी चाहिँ बाहिर निस्केको अनि बेबी चाहिँ उता बोल्दै हुनुहुन्छ घरमा मम्मी र नानीसँग अनि देखाउँदै हुनुहुन्छ बाहिर के भनेर ब्याग बोकिदिँदै अनि यहाँ चाहिँ गाडी खासै आउँदैन के अनि हामीलाई कस्तो आनन्द लाग्छ फोटो भिडियो बनाउनलाई अनि हप्तामा एक दिन छुट्टी हुन्छ है आइतबार चाहिँ मेरो सधैँ छुट्टी हो अनि मेरो बेबीको पनि छुट्टी हो अनि हामी चाहिँ के गर्ने हुन्छ है भिडियो बनाऊँ भने पनि कहिले पानी आइदिन्छ कहिले के हुन्छ बाहिर निस्कौँ घुम्न जाऊँ भने पनि अनि घुम्न पनि कति जाने यो एरिया सब घुमिसक्यो क्या हामी खासमा कति धेरै भइसक्यो नि त यो एरिया यहाँ बसेको पनि 4 वर्ष लगभग भइसक्यो अनि नजिक सबै घुमिसक्यो टाढा कहाँ जाने टाइम निकाल्नुपर्छ सो हामीसँग टाइम छैन किनकि हामी काम गर्न आएको हो नि त त्यही भएर चाहिँ अनि अब चाहिँ मलाई कस्तो आफूलाई चाहेको कुरा अनि आफूले मन लागेको कुरा त मनदेखि गर्न मन पहिला हामी गाउँमा हुँदाखेरि के यो तितेपाती कति के को घाँस काट्थ्यौँ क्या अनि मलाई यो देख्यो भने चाहिँ क्या सर्ट काटेर अनि लैजाऊँ जस्तो हुन्छ क्या तर काटेर कहाँ लग्ने ठाउँ छैन कसलाई लग्ने केलाई लग्ने होइन पहिला कति यस्तो घाँस काटेको नि त गाउँमा हुँदा अनि कहाँ मनपर्छ क्या कस्तो यो घाँस देख्यो भने त झाम काट्न मन लाग्छ म चाहिँ एउटा काममा जाने बाटो चाहिँ मेरो यही हो कि यही बाटो हुँदै जान्छु मेरो काम चाहिँ त्यो बिल्डिङको अगाडि छ नजिकै छ मेरो रुमबाट 15 मिनट लाग्छ होइन अनि यो घाँसहरू देख्छु क्या म जाँदा यो घाँसहरू त मलाई यति काट्न मन लाग्छ नि तितेपाती हेर्नु न गाइस क्या झप्प परेको होइन यस्तो घाँस पाए त कति काट्थेँ पहिला अनि यस्तो राम्रो के त्यो आकाश यो जुनेली तिमीले पादै हो कि क्या हो त्यो एउटा डाइलग याद छ हजुरलाई कस्तो राम्रो आकाश छ के कति राम्रो आकाश देखेको अनि आकाश सँगसँगै राम्रो मान्छे आइन हजुर राम्रो हुनुहुन्छ भनेर त छि फोडी साथीहरू होइन अनि हामी चाहिँ अहिले उठेर फ्रेस भएर नुहाइ धुवाइ गरेर खाना खाएर खाजा खाएर जे भने पनि खाना खाजा जे भए पनि हामीले खाएको चाहिँ 2 बजे हो होइन अनि त्यसै अहिले चाहिँ कति बज्यो बेबी 4 बजे होला अहिले ठ्याक्कै त्यस्तै बज्यो तर बिहानसम्म पानी आएको थियो अनि अहिले कस्तो मजाले घाम लागेको छ कि यस्तो मजाले घाम लागेको छ होइन अनि अब हामी चाहिँ यहाँ पुलबाट यस्तो तरेर यता गएर त्यहाँ पारि गएर मेरो बेबीको फोटो र भिडियो सुट गराइदिन्छु क्या आज मलाई क्या फोटो खिच्नु मन लाग्यो क्या फोटो खिच्नै मान्नुहुन्न नि त सधैँ मैले खिच्छु मलाई खिच्न झ्याउ मान्नुहुन्छ क्या अनि आज त्यो पारि के अनि आज चाहिँ म यस्तो राम्रो भिडियो खिच्छु भनेर लिएर आएको थिएँ मैले मलाई चाहिँ आफू पनि खिच्न इन्ट्रेस्ट भएको अनि अरूलाई पनि खिचिदिन्छु क्या फेरि त्यस्तो म पर्छु है म फेरि आफू मात्रै खिचिदियोस् अरूलाई चाहिँ म खिच्दिनँ भन्ने टाइपको छैन ल अनि सो साथीहरू यस्तै छ हेर्नुहोस् जापानको गाडी जापानको मान्छे साथीहरू मैले काम गर्ने चाहिँ फ्यामिली मार्ट हो तर यो पसल चाहिँ होइन ल अलि उता अगाडि छ योभन्दा 5 मिनट जति अगाडि 5 मिनट जति लाग्छ होला अब यहाँ चाहिँ हामी पानी किन्छौँ मेरो बुढालाई चाहिँ निस्किने बित्तिकै पानी चाहिन्छ क्या नमिम्न त चाहिन्छ उहाँले चाहिँ बोटिन हिँड्नु सक्नुभयो नै कफी नखानु क्या यही भयो हुन्छ त हो त नि त्योभन्दा बेबी यो खानु न यो खायो भने एउटा उयो फ्री आउँछ यस्तै हुनुहुन्छ क्या उहाँ चाहिँ फेरि यस्तै हुनुहुन्छ ल अरे क्या बाहिर निस्किने बित्तिकै ड्रिङ्क त चाहियो क्या ओ माई गॉड सो हामीले चाहिँ यहाँ एउटा ग्रिन टी किन्दैछौँ ग्रिन टी किनेर अनि हामी जान्छौँ हाम्रो डेस्टिनेसनमा बादल सारी किनौरी चमन सो हामी चाहिँ यहाँ आइसक्यो यता जाउँ न बेबी यता अगाडि क्या यता त अब कहाँ पार्किङ छ कहीँ छैन केही छैन है कहाँ जानु के गर्नु अनि यस उहाँ चाहिँ ट्रेन हिँडिरहेछ है ल देख्नु भएन ठिकै छ फेरि म अर्को भिडियोमा देखाइहाल्छु ट्रेनमा साथीहरू हजुरलाई एउटा थाहा छ यो चाहिँ है पुरै पयौँ कि पुयौँ के भन्छ हामी चाहिँ पयौँ भन्थ्यौँ गाउँमा
यो सबै पयौँको रुख हो क्या यो भोलिपर्सि यस्तो फुल्छ साकुरा है यस्तो फुल्छ क्या डेन्जर फुल्छ क्या यहाँनिर खतरा राम्रो हुन्छ क्या यस्तो अहिले त पुरा त्यो पाउला आएर के कस्तो झम्म सानो माया कस्तो राम्रो यहाँ दुबो हेर्नु नि बेबी यहाँ बसौँ न एकछिन बस्न दिन्छ अस्ति नै हामी आउँदाखेरि त उतानिर गार्डनमा जाँदाखेरि त यहाँ फोटो भिडियो खिचेर गरेको कति राम्रो यहाँ बसौँ न पाउँछ कस्तो हेर्नु न गाडी छ त अनि कहाँ जाने गाइस ट्रेन हेर्न सक्नुहुन्छ हजुरहरूले होइन गयो सो यो चाहिँ योकोहामा इङ्ग्लिस गार्डन हामी चाहिँ गइसक्यो सो हामी चाहिँ छिर्दैनौँ यस्तो भएको अग्नि हालत हावा त्यस्तै चलेर सो हामी अब यतातिर यसो रेस्ट गर्न जान्छौँ अनि त्यसो गरी यत्तिकै काम छैन हल्दै हिँड्यो नेपालमा यस्तो खायो ढिँडो हल्दै हिँड्यो के कसो बेबी खायो ढिँडो हल्दै हिँड्यो सो यस्तो गर्मी छ होइन सोध्नु होला मैले चाहिँ यो कपाल चाहिँ किन यस्तो छोडेको भने अघि नुहाएर आएको अनि मलाई चिसो कपाल भने चाहिँ यस्तो टाउको दुख्छ क्या सो अहिले चाहिँ छोडेको ल आवाले ल हिरोइन फिल आएर बेबी यहाँ बस्नु आउनु एकछिन आउनु वा बस्ने ठाउँ पायो बहिनीले मेरो भ्लगहरू हेर्नुहुन्छ भने नन्दा नानीले प्लिज कुकुर हेर्न सक्नुहुन्छ किनकि मलाई कुकुर मनपर्छ हाम्रो बेबीलाई पनि मनपर्छ मलाई पनि मन चाहिँ पर्छ तर रौँ झर्छ अनि मलाई मन पर्दैन क्या रौँ चाहिँ अब रौँ नझर्ने कुकुर भयो भने चाहिँ म पनि पाल्छु कि यिनीहरूले आफ्नो फेस रिभिल गर्न चाहँदैन नि त त्यही भएर फोटो खिच्दैन क्या साथीहरू अनि उनीहरू आफ्नो फेस कतै पोस्ट पनि गर्दैन कुनै सोसियल मिडियामा एक हिसाबले त्यो राम्रो पनि हो अनि एक हिसाबले नराम्रो पनि हो है एक हिसाबले प्राइभेसी भयो होइन अब हामीलाई चाहिँ हामी सक्दैनौँ नि त त्यो गर्न म त झन् सक्दिनँ यस्तो हो मलाई चाहिँ के लाग्छ भने नराम्रो काम नेगेटिभ वे केही पनि गर्नु भएन तर होइन बेबी तर एक वर्गको जिन्दगी हो आफूलाई इच्छा लागेको कुरा त गर्न पाएँ नि सो मलाई भिडियोहरू बनाउनु मन लाग्छ म भिडियो पोस्ट गर्न मन लाग्छ म गर्छु कसैलाई आफ्नो फोटोहरू खिच्न मन लाग्छ तर सोसियल मिडियामा पोस्ट गर्न मन लाग्दैन त्यो पनि पायो आफ्नो राइट्सको कुरा हो यसमा केही पनि नराम्रो छैन सो हामी चाहिँ अहिले यहाँ बसिरहेछौँ होइन कस्तो राम्रो छ देख्न सक्नुहुन्छ मेरो बेबी म श्रीमानज्यू हो है फेरि अनि हामी चाहिँ यहाँ बसिरहेछौँ एकछिन रेस्ट गर्छौँ अनि हामी निस्किन्छौँ सो आज हामी कहाँ जान्छौँ के गर्छौँ हेर्नु होला होइन कस्तो क्युट बच्चा हुन्छ क्या यहाँनिर चाहिँ कस्तो क्युट अनि हाम्रो अगाडिको ब्याकग्राउन्ड चाहिँ यस्तो छ होइन शान्त चराचुरुङ्गी कराइरहेछ अनि गयो घाम चडक्क घाम लागिरहेछ होइन अनि हामी यहाँ बसिरहेछौँ गर्मीमा पनि यस्तो गरी किन बसेको हामी भन्ने बित्तिकै हिँड्नु भयो गाडो छ अब हामी एक राउन्ड लाउँछौँ क्या आज कस्तो राम्रो देखेको आकाश बा मलाई यस्तो आकाश राम्रो भयो भने चाहिँ एउटा भ्लगर के अरे बेबो बहिनीले भन्थ्यो दिल गार्डन हुन्छ भन्थ्यो नि त्यो बहिनीको भ्लग हेरिरहेको हुन्छु क्या म अनि दिल गार्डन हुन्छ क्या मलाई पनि आकाश यस्तो सफा भयो भने चाहिँ होइन यस्तो दिल गार्डन बनाउँदै हामी गार्डनकै वरिपरि घुमिरहेछौँ यसो किन नकल पारेर बोलेको भन्नुहुन्छ होला होइन फिलिङ्स इन्टरटेनमेन्ट फिलिङ्स होइन इन्टरटेनमेन्ट मिठो हावा चलेको कस्तो शीतल हावा चलेको के वाउ सो मजाले बसिरहेको छु अहिले चाहिँ बेबी चाहिँ उहाँ जानुभयो खै किन जानुभयो एक्लै हिँडिरहनु पर्छ मैले खतरा जो मान्दै गाई ड्रिङ्क चाहिँ खानै पर्छ क्या बेबी हाई गर्नु न मैले डेन्जर जुम गरेको छु क्या अब
ग्रिन टी त जस्मिन टी ग्रिन टी होइन जस्मिन टी खानुभएको छ अहिले होइन पानी हुन्छ कि ग्रिन टी हुन्छ कि जस्मिन टी हुन्छ कि एभ्रिथिङ के जे भयो भने खाना चाहिँ पऱ्यो क्या बाहिर निस्किने बित्तिकै ल हेर दिदा चौरी बनाउनु भएको घामले बस्नु नि यहाँ शीतलमा किन ल ल यस्तो आनन्द वा वा ह्यान्डसम मेरो बुढो मलाई चाहिँ फेरि होइन उहाँको चाहिँ काम बसाएपछि गर्नुपर्छ होइन म चाहिँ उभ्या काम गर्नुपर्छ क्या कस्तो मिठो शीतल हावा म चाहिँ सुत्दिउँ जस्तो क्या आमा कति आनन्द भएको है शीतल भएन कस्तो क्युट क्युट बच्चा छ क्या यो जापानिजहरूको कति क्युट के गाइस कति क्युट क्युट बच्चाहरू सो साथीहरू अहिले चाहिँ हामी यस्तो राम्रो रुखको अगाडि फेरि रेस्ट गर्न आइपुग्यो क्या होइन हामी अघि उहाँ पर बस्दा थियौँ होइन यस्तो दिल गार्डन गार्डन हुने कस्तो राम्रो के आनन्द शीतल यस्तो शीतल छ होइन म यो बयानै गर्न सक्दिनँ कि यति गर्मी थियो क्या त्यो बाहिर होइन म बिना बाँच्न सक्नुहुन्छ होला तर उहाँ पानी बिना र ग्रिन टी बिना उहाँ बाँच्न सक्छ होइन घरबाट निस्किने बित्तिकै पानी कसलाई चाहिन्छ हजुरलाई चाहिन्छ यहाँ आएर बस्नु कति भयो 1 घन्टा 1 घन्टामा अनि पानी राखेर बस्नु ओके खान सक्नुहुन्छ हजुर म चाहिँ शीतलताको मजा लिँदैछु अनि यस्तो राम्रो रुख यस्तो राम्रो म यस्तो राम्रो मेरो बुढा त्यस्तो राम्रो आकाश हाई हाई वाइ म त जाँदिनँ म यहीँ बस्छु कस्तो आनन्द भइरहेको छ साथीहरू म यहीँ बस्छु सो अब चाहिँ हामी जान्छौँ कता कता अब चाहिँ राति राति हुन लाग्यो होइन 5 बज्नु लाग्यो अब चाहिँ हामी कहाँ जान्छौँ के गर्छौँ हजुरहरूलाई फेरि देखाउँछौँ हाम्रो प्लान चाहिँ आज एउटा छुट्टै छ सो लेट्स सी सो अब चाहिँ हामी लेट्स मुभ जान्छौँ घरमा रात पर्यो सो साथीहरू अब चाहिँ हामी यो ठाउँ छोडेर जान्छौँ भने बेबी यता देखाइदिनु नि यता हामी चाहिँ यहाँ बस्यौँ 2 घन्टा सो अब चाहिँ हामी जान्छौँ हाम्रो दिदी बाटोमा मेरी दिदी प्यारी दिदी बाटोमा जान्छौँ अनि दिदीलाई भेटेर हामी कता कता जान्छौँ के गर्छौँ हेर्दै गर्नु होला आज चाहिँ हामी बाहिर डिनर गर्न जान्छौँ कसको घरमा जान्छौँ लेट्स सी सो एक्साइटेड अन्त भयो नि अब त शीतल भयो नि बेबी यहाँ आनन्द छ होइन यहाँ चाहिँ गाडी आएको रहेछ कि यहाँ चाहिँ गाडी आउँछ अहिले होइन अहिले चाहिँ मान्छे मात्रै हिँडिरह अनि क्या आनन्द के म चाहिँ यसरी नाचिदिन्छु त्यो आकाशमा गाडी त भेट्छु अब मलाई भोक लाग्यो क्या नरिवलको पानी पाइन्छ अरे क्या यहाँनिर नि हामी मार्केटमा यो चाहिँ सुपर मार्केट हो हजुरहरूलाई थाहा छ होला सो अनि हामी यहाँ चाहिँ बेलुका के खानु मन लाग्यो बुढो नरिवल पानी भन्नु भएन बिर्सिसक्नु भयो भाइ एकछिनमै कस्तो मान्छे 1 सेकेन्डमै बिर्सिनुहुन्छ हौ कुरा पनि बुढेसका लागिसक्यो जस्तो त अनि यहाँनिर चाहिँ यता कता नरिवल पानी हुन्छ अरे क्या नरिवल यो हो ठ्याक्कै आइपुग्यो मोबाइल तर यो त ओर्दो के भन्छ बेतोना मोनो कोकोनट हो रहेछ यहाँ यो माथिको बोक्नु न बेबी मैले त अहिलेसम्म खाएको छैन भाइ कति भिडियोहरूमा मान्छेले खाएको देख्छ नि त तर सेतो छ है यो त प्रो भनेर त त्यो भन्दा यो एउटा त्यो ल हेरौँ न दुईटा टेस्ट गरौँ न पहिला पढौँ न बेबी यहाँ पिक्चरै देखाएको छ त यसरी खाने भनेर यो चाहिँ के खालको हो अनि दुईटा लैजाउँ न 2 थरीको अनि थाहा हुन्छ त कोकोनट म्याचर कोकोनट भने किन काँचो झन् के काम ल अब अरू किन्न पर्यो नि त
यो कोकोनटको 2टा मात्रै किन्ने हो हेलो यही उयोमा राखिदिन्छु थम्बनेलमा देखाएर यस्तो गर्नु न माथि यस्तो यस्तो देखाउनु न बेबी यस्तो गर्नु न सो साथीहरू अहिले चाहिँ अनि आज चाहिँ हामी दाइ भाउजूकोमा जाँदैछौँ नि त हामीलाई डिनर गर्न बोलाउनु भएको छ अनि दाइ भाउजूलाई हल्का फ्रुट किनेर लगिदिनु पर्ने हुन्छ होइन खालि यहाँ जान चाहिँ हुँदैन अनि हामीलाई चाहिँ त्यो मम्मीले सिकाउनु भएको संस्कार हो है सो अब हामी यहाँ के किन्छौँ हेर्नु होला क्युबी लैजाउँ बेबी ब्याग समाउनु म उयो लिएर आउँछु सो अहिले चाहिँ हामी होइन यसमा बोल्नु पर्ने हुन्छ अघि मैले एउटा भ्लग यसरी भ्लग गर्दै आएको होइन एउटा खुचीले हाई भन्नु अरे क्या बिचरा अघि बेबी मैले यसरी क्यामेरा यस्तो गर्दै आएको होइन एउटा खुचीले हाई भनेको थियो क्या क्यामेरामा उयो यहीँनिर एउटा खुचीले मैले त्यसलाई क्याप्चर गर्नै पाएन सोही नरिवल भाकामा गएँ क्या म सो यो पनि बोक्नु न एउटा क्युबी हालौँ न यहीँबाट लग्ने क्या यहीँबाट हिँड्न पर्दैन त के भयो म पाएन भने के गर्ने यो लैजान्छौँ अनि यता होला बेबी यता के छ हेरौँ फ्रुटहरू बनाउन लैजाउँ के लैजाउँ बनाना लैजाउँ बेबी यो ठिक छ है सो बनाना नरिवल पानी अनि क्युबी भयो अब एप्पल उता पारी हेर्नु त एप्पल पारी चाहिँ केही हुँदैन क्या बेबी ट्रेनले बोकिहाल्छ नि हामीले बोक्ने हो र अनि अब यहाँ हामी जुस हेर्दैछौँ के लैजाउँ के मनपर्छ थाहा छैन मनपर्छ पर्दैन जिन्जाहरू मिठो हुन्छ त्यही एउटा मात्रै लगिदिने ठन्डा लगिदिने कि उयो बक्सको लैजाउँ न त आएको भित्र बस्छ कतापट्टि छ हो बेबी आँखै देख्दिनँ कि गाइस मैले चस्मा लाग्दैन है आँखै देख्दिनँ चस्मा नलाएपछि यहाँनिर रहेछ अलिअलि रातो पहेँलो भएको भएर देखेँ यो चाहिँ ओरेन्ज जुस एप्पल भिटामिन सी पाइनएप्पल यो लैजाउँ बेबी यो मिठो हुन्छ ओके सो अब चाहिँ हामी पेमेन्ट गर्छौँ अनि निस्किन्छौँ साथीहरू यो सुपर मार्केट हेर्नुहोस् यस्तो भिड यो चाहिँ होइन नरिवल पानी होइन मलाई चाहिँ यस्तो नरिवल पानी खानु मन लागेको थियो अरे सो मैले पनि फर्स्ट टाइम खानु लाग्दैछु खाएको छैन तर यस्तो नरिवल हुँदैन नि बेबी यो के हो नरिवल आमामा ढुङ्गा चाहिँ साह्रो छ हो सो हामीले चाहिँ सामान यहाँनिर किनेर रेडी गरिसक्यौँ सो है भाँच्नुहुन्छ अब अनि भाँच्यो भने केले खाने कस्तो गिलो रहेछ त ननसेन्स यहाँबाट यसरी चक्कुले काटेर सो हामी चाहिँ अहिले यहाँ बाहिर बसिरहेछौँ अनि दिदीको चाहिँ मेरो दिदीको चाहिँ आज 6 बजीसम्म काम छ अनि दिदी म अनि बेबी चाहिँ जाँदैछौँ दाइ भाउजूकोमा होइन यहाँबाट 30 मिनट जति लाग्छ अनि सो लागि भयो स्टो माग्नै पर्दैन त्यहाँभित्र उमै राख्दै हुन्छ अनि अब चाहिँ हामी त्यो नरिवल पानी खाएर जान्छौँ किनभने 2टा किन राख्यौँ हामीले दाइ भाउजूलाई पनि लग्दैन ल तर उहाँहरू खानुहुन्छ भनेर मनपर्छ पर्दैन खाइहाल्छौँ अनि सो हामीले चाहिँ हामी खानालाई मात्रै किन्यौँ अनि म चाहिँ स्टो लिन आएको छु क्या यहाँ बाहिर स्टो राखेर हुन्छ क्या तर यहाँ छ कि छैन स्टो लिएर अब बाहिर जान्छु हेर्नु त अब यो ढोकालाई मैले यस्तो खोलिदिन्छु वा पावर मेरो अनि अब ल्यायो बेबी ठुलो भयो फेरि खोजेर उ गरायौँ न हजुर फेरि बिगार्नुहुन्छ यसले फेरि खोज्नु न अघि फाल्नु भयो
यसले घोच्नु न अझै त्यसले छिट हुँदैन क्या पलित्र मात्रै हुँदो रहेछ अब तँ त्यहाँबाट माया ए म त सक्दिनँ लाज लाग्छ ल आफै जानु कस्तो हुँदो रहेछ मिठो हुँदो रहेछ कसरी खाएको काका चाटे यस्तो काकाले काको पक्लिहाल्छ हाँसी लिएर आउनु न भित्रबाट हाँसी त बाहिरै छ कि हाँसी होइन क्या उनीबाट पहिला हाँसीले घोच्ने अनि भइसक्यो क्या यो त्यहाँको स्टो भए छिर्छ क्या यो ठुलो भयो नि त ए ल म सक्दिनँ बेबी कस्तो मान्छे के हजुर त अब म्याकडोनल्डमा केही पनि किन्नु भएको होइन अब इस्टा माग्न जानुहुन्छ अरे गाइज अहिले मम्मी कति हाँस्नु मजुम गरेर देखाउँछ त मेरो बेबीलाई कति जानुभयो यार बुढो चाहिँ उहाँ पुग्नु भयो होइन अब इस्टा माग्नुहुन्छ यो केटी पनि भ्लग गर्दै हिँडिरहेको रहेछ ऊ मागेर ल्याउनु भयो मागेर पनि पाउँदो रहेछ जापानमा हे भगवान् ल्याउनु भयो अनि दुईवटा मागेर ल्याउनु भएको हुन्छ नि त एउटामा त्यो पनि उत्रै त हो नि छिर्छ नि त क्या खानु नदिनु अघि यसले खोज्नु पर्दै क्या बेबी हाँसी लिएर आउँछ ए म त सक्दिनँ क्या दुईचोटि क्या बेबी प्लिज भन्छ यो चाहिँ मैले उयो लिएर आइसकेँ होइन पोख्यो बेबी यसरी देखाउनु न अनि यसरी मजाले क्या यो फोटो खिच्नलाई 1 2 3 अझै अर्को अलि भएन 1 2 3 4 को कति छिटो सकेको यो क्यामेरा समाउनु क्यामेरा समाउनु भयो कहाँ गयो यो यति लामो भाँचेको नि सिद्धिसकेछ मैले त दुई मुठी खान पाएन यार बेबी एकैछिनमा सिद्धिँदो रहेछ ल भयो सगाई चाहिँ खाइसक्यो अब चाहिँ हाम्रो दिदी बाटोमा त हेलो दिदीसँग चाहिँ भेट भयो अब होइन अनि अब चाहिँ हामी भाउजूकोमा जाँदैछ सो हामी चाहिँ अब जान्छौँ यति धेरै काम गरेर आउनु बस्ने हामी ल ट्रेन भेट्नुपर्छ सो हामी चाहिँ अब ट्रेन चढेर सट्ट जानेवालामा दौडिनु पर्ने हुन्छ होइन यहाँ चाहिँ यस्तरी दौडिनु पर्ने हुन्छ भनेको त सो हामी चाहिँ यहाँनिर सो हामी चाहिँ जानुपर्ने हुन्छ ट्रेनमा गए गाइज हामीहरू मेरो किन फ्ल्यास लाइट बढेन अहिले चाहिँ हामी दाइ भाउजूकोमा गएर पनि फर्केर आइसक्यौँ सो दिदी फ्ल्यास लाइट बाल्नु न मेरो फ्ल्यास लाइट बलेन हो अगाडि पनि साथीहरू अहिले चाहिँ हामी दाइ भाउजूकोमा गएर फर्किसक्यौँ अनि दाइ भाउजू अनि उहाँ दाइ सबैजना अहिले हामीलाई पुर्याउनलाई जाँदै हुनुहुन्छ सो मैले अघि चाहिँ भिडियो गर्नलाई हामीले भिडियो गर्नलाई बिर्स्यौँ किनभने मिठो मिठो खाना खाएर मिठो मिठो गफमा हामी भुल्यौँ हो यता फेरि दाइको जर्सी रेन्जर छ है त सो कस्तो रमाइलो हुँदैछ राति राति बाहिर निस्किनु ल उहाँहरू चाहिँ मेरो न्यू सब्सक्राइबर इतना खुसी क्यों खुसी 3 जना सब्सक्राइबर पाएँ आज मैले अब चाहिँ हामी घर जान्छौँ बाटोमा निस्क्यौँ यहाँ त उज्यालो भयो गोचिसो सामा देख्दा हो कि क्या अझ
हामी छोडेर जाँदैछौँ भाउजू नरुनुहोस् आँसु पनि आउँदैन आया ल साथीहरू अनि अघि चाहिँ यस्तो ढिला भयो लेट भयो क्या अहिले चाहिँ लिटरली 12 बजेर कति मिनट गइसक्यो क्या अनि मैले त होइन 1 वर्षपछि भिडियो सुट गरेको भनौँ न मतलब ब्लग गरेको भिडियो त इन गर्नु बिर्सेछु क्या अनि अहिले चाहिँ म घर आएर फ्रेस भएर सुत्ने टाइम भइसक्यो भोलि चाहिँ बिहान म 6 बजे उठ्नुपर्छ अनि मेरो काम चाहिँ 8 बजीबाट हो अनि यसो 6 बजे 6:30 बजे भनौँ न अनि त्यसको लागि चाहिँ म अब छिटै सुत्नुपर्ने हुन्छ अहिले चाहिँ 12 बजिसक्यो हामी चाहिँ लगभग जहिले पनि सुत्दा 12 बज्छ अलिक छिटो सुत्यो भने 10 बजे हो नत्र 12 बज्छ नै त्यही भएर हजुरहरूलाई कस्तो लाग्यो मेरो भिडियो डु नट फर्गेट लाइक कमेन्ट सेयर सब्सक्राइब अनि म चाहिँ होइन मलाई चाहिँ त्यस्तो केही उयो छैन क्या मतलब जस्ट भ्लग बनाउने हाल्ने इच्छा मात्रै हो त्यस्तो साह्रो अब त्यो केही सोच केही प्लान केही त्यस्तो एचिभमेन्ट गर्नु चाहिँ छैन जस्ट आफ्नो मनको खुसीको लागि अनि म इन्जोय गरिरहेको छु यो कुरामा त्यही भएर चाहिँ मैले भिडियो बनाएर हाल्ने गर्छु अब चाहिँ सो नराम्रो कमेन्ट नगरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई